Hello everyone, welcome to my YouTube channel and हजुरहरूलाई स्वागत छ मेरो YouTube च्यानलमा। मैले फर्स्ट टाइम YouTube च्यानल खोल्दैछु अनि सबैजनाले माया सपोर्ट गरिदिनु होला। मेरो YouTube च्यानलको नाम चाहिँ @जुङ्गे भाइ थियो। अब जुङ्गे भाइ मात्रै हुने भयो अनि त्यो भएर त्यही राखेको छु। अब टिकटक एकाउन्टहरुमा पनि जुङ्गे भाइ नै छ, जुङ्गे भाइ नै छ। अनि सबैजनाले माया सपोर्ट गरिदिनु होला। एकदम राम्रो राम्रो भ्लगहरु लिएर आउँदैछु। काँकरभिट्टा 2 नारायणघाट हाम्रो यता गाडीको खलासी भाइ काम गर्दैछन्, पर्दा सर्दा टक्कसँग मिलाउँदैछन् मजाले। म चाहिँ टक्कसँग नि स्टुडियोमा बसिरहेको छु। ग्लोबलको अनि एउटा मेसिन आएको रहेछ कि बाहिर हुँदो रहेछ ब्याङ्कमा, बाहिर भन्दा पनि भित्रपट्टि भनौँ न। अनि यसो गरेर हाल्नुपर्छ, त्यहाँ एकाउन्ट नम्बर यसो यसो हाल्नु भन्छ, त्यो हालेपछि भइहाल्छ। सबैजनाले मलाई सपोर्ट गरिदिनु होला जुङ्गे भाइलाई। हाम्रो चाहिँ टक्कसँगले गाडी बिहानको काँकरभिट्टाबाट 4:20 मा छुट्छ अनि नारायणघाटबाट 8 बजे बिहान छुट्छ। सबैजना यात्रा गरिदिनु होला है। हाम्रो गाडी रहेको छ, बाहिरबाट पनि देखाउने छु हजुरहरूलाई। यो भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि साइडमा भएको सब्सक्राइब बटन थिचेर बेल आइकन पनि थिचिदिनु होला। दिनमा एकजना सब्सक्राइबर बढ्दाखेरि महिनामा 30 जना सब्सक्राइबर बढ्छ। त्यही भएर नबिर्सिकन सब्सक्राइब गरिदिनु होला। राम्रो राम्रो भिडियोहरू लिएर आउँदैछु, एकदम खतरनाक भिडियोहरू लिएर आउँदैछु। 8 बजेको नम्बर हो, तर अलिक छिटै हाल्नु। कुर्सी ब्यारेकमा नि जाम भएन भने छिटो पुगिन्छ, जाम भयो भने ल गाइस। यो चाहिँ हाम्रो गाडी रहेको छ चारुदीप यादव। एकदम राम्रो गाडी छ हाम्रो, अर्को नयाँ गाडी हो। अनि यो चाहिँ रहेको छ हाम्रो नारायणघाटको बस पार्क। नारायणघाट आएको बेलामा चारु बसमा काँकरभिट्टा जानुहुन्छ भने गरेर सिट बुकिङ गरिराख्नु होला है। एकदम फेमस गाडी छ, ब्रान्डेड गाडी छ चारु दीप यादव। एकदम राम्रो सिट छ, यसो हेरिदिनु होला। तिमीलाई छटपटेर नि सुरु दिन छटपटेर हो भाइ। आजलाई यति नै बनाएँ, सपोर्ट गरिदिनु होला मजाले है। एकदम दामी दामी भ्लग लिएर आउनेछु। काँकरभिट्टा टु नारायणघाट, हेटौडा हुँदै हुँदै नारायणघाट ब्लग एकदम दामी दामी लिएर आउनेछु। आएर सपोर्ट गरिदिनु होला है गाइस। हाम्रो यो चारु हो, चारुको ड्राइभर हाम्रो अभिषेक दा हो। उहाँ हुनुहुन्छ अभिषेक गुरुजी हाम्रो।
हाम्रो कन्ट्रेक्टर दाजु हाम्रो पेसेन्जरहरू आज यहाँ कम्ती छ है तर बाबा छ ठाउँ चाहिँ हेर्नु ती अहिले हामी कुन ठाउँ छौँ दा बाबा छ ठाउँ हेर्नु